हेलो गाइज, आज म चाहिँ काँक्रा अगाडि ट्याक्क काँक्रा काटेर नुन र खुर्सानी पिसेर काँक्रा खाने प्लानमा आएको थिएँ र दिदीले पनि खाम्ला भनेको थिएँ। तर यो चाहिँ सुतेकी छे। म चाहिँ अब एक्लै बसेर खान्छु के, एक्लै खानुपर्छ कि जिन्दगीको रेटमा। यिनीहरू यस्तै हुन्छ सधैँ, यिनीहरूको भरमा कुरा। ओ क्या कस्तो मिठो छ रक्षा, किन आएको यस्तो सुत्ने रक्षा, उठ। यस्तरी सुती छे, किन होला यहाँ सुत्ने यस्तरी? धेरै सुत्नुहुन्न भइसक्यो, उठ। हेलो, यो कोही बेला पो उठ्ने हो। यो उठी चाहिँ अरू केटाकेटी खै कता गएको छन्। त्यो पर बाबै मोबाइल हेरी कि स्वाङ पारी कि अहिले सुत्या जस्तो गरी। सैला 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 हेर्न सुतेको जस्तो नाटक रहेछ। उठ्न, काँक्रा खाम न, रो भ्याइदिन्छु है। हेलो सिस्टर, सलु सलु बेबी उठ न। मोबाइल हेरी चाहिँ नाटक गर्छ। सलु रक्षा उता सुत्छु। सैला उठ, काँक्रा खाने छैन। आऊ के खाना, उठ। आइज पहिला खान त यता। ल यिनी दुइटालाई म ट्याक्क उठाएर अब काँक्रा खुवाउँछु। काँक्रा यो भयो होइन, मजा काँक्रा काटेर रेडी गराइसकेको छु। काट्न त चाहिँ खासै राम्ररी आएन। यो चाहिँ लोकल काँक्रा हो। यो चाहिँ म अब चाहिँ काँक्रा खाँदैछौँ हामीहरू चाहिँ। अनि त्यसपछि हामीहरूको यस्तै छ जिन्दगी। कोहीले मोबाइल हेर्छ यस्तरी सुती सुती होइन। यहाँ चाहिँ छुट्टै उ पनि छ क्या, ब्राउन र पापड। यो चाहिँ म खान्छु होइन। ट्याक्क पारेर खानु पऱ्यो। रक्षा खानिस् नि? एउटा बानी राखेको छु अहिलेसम्म नदियो। बानी लुगाइ राखेको छु। यस्तै लुगाउँछिस्? कस्तो केटीहरूले लुगाउँछ यार। राम्रो देखिन्छ। उठ के, उठेर खा। उठ्न भाइ कापो गएँ, म थाहा छैन। म चाहिँ यो खाँदैछु। किन हाँस्यो कि नाच्न तल खेलिरहेको थिएँ। अघि त छैन भन्थ्यो त उसले। भाइहरू कहाँ रहेछन्? सलु सलु बेबी पुरानो भ्याएँ है मैले। यही टी सर्ट भने कि यसले बिहानदेखि यसले अस्ति एउटा टी सर्ट है कपडा आफ्नो कपडा मिलाएर राखिदिने अनि खोज्छे भेटाउने। बस के खाम काँक्रा बस्न। तिमी कता जान लाग्यौ मायालु? भन्या दिने कम छुची थियो डिङ्ग्रे केटी। कस्तो फालेको भेटाएर धोएर लाग्यो। टी सर्ट फालेको भेटाएर धोएर लाग्यो। छिछि त्यो टी सर्ट नसुदासमा नुहाइने यो ल खाऊ। विचार गर्नुपर्छ। यो खाऊ न। यति राम्रो केटीलाई चाहिँ लाग्यो कस्तो नआउला रे यार। कति हाल्नु त खिच्नु आज नगर्नु बहिनी। किन भाग्छ कि यो केटी? म चाहिँ यिनीहरूको भिडियो बनाउने, बस्ने, खाने, जिस्काउने, टिकटक बनाउने गर्ने। यस्तै जिन्दगी। उड्के त भैँसी आइछ अर्को। भाइहरूलाई बोलाइस्, काँक्रा खान बोलाइछिस् बाबुहरूलाई। कस्तो मिठो छ यार। कपाल कोर्नु पनि राम्रो छ यो टी सर्ट। तर कसको? मेरो टी सर्ट चोरी यसले। माथि फालेको थियो। तिमीको नाच यस्तै हुन्छ। त्यो पनि मैले सिकाएको। यसलाई जति सिकाए पनि नाच्न चाहिँ आउँदैन। ओह राम्री भनेर हेरियोले। म भन्दा राम्री त हुन सक्दिनस्। रोजिना दिदी हो त। कहाँ गएको थियो तिमीहरू? ए जीवन यहाँ तिमीहरू कहाँ गएको थियो अहिलेसम्म? हात धोएर आज काँक्रा खानी त भाङ्गो नछो है। त्यहाँ कहिले हात धो छैन पान्न हात दिनु होला त्यो भाइ भन तँलाई। मिठो छ है तर
त खाने नक्कली यसको पनि बढी आइसक्यो जाँगे लाएर बसेछ खाँदै राइस बस यिनीहरू चाहिँ दिदीका छोरा छोरी यो चाहिँ मम्मीको छोरा यो चाहिँ मम्मीको छोरी यो चाहिँ मम्मीको छोरी म फेरि मम्मीको छोरी के हो इबो भन्नु लाग्यो मोबाइल त्यो दादा त्यो दादासँग